आज हामी जाँदैछौँ नमकिन बनाउनलाई। हाम्रो तराईमा बन्ने स्पेसल खाजा, मर्निङ खाजा है गाइस। अब कसरी बनाउने भन्ने म तपाईँलाई बताउन गइरहेको छु। जस्तै तपाईँले आफ्नो हिसाबले अनि सुजी प्लस मैदा दिन सक्नुहुन्छ। अनि त्यसमा घिउ, ज्वानो अनि नुन लाएर मजाले मिस्ने, अनि त्यस पछाडि पानी हालेर त्यसलाई डो बनाउने। यस्तै बन्छ, मैले पहिले नै बनाइसकेको गाइस। अनि त्यस पछाडि यसलाई सक्नुहुन्छ, मैले चाहिँ 3 भाग लगाइसकेको छु डो बनाएर। अब चाहिँ यसलाई मजाले बेल्नुस्। अब मसँग चाहिँ यो छ है, चपिङ बोर्ड हो गाइस। यो राम्रै छ, सफा गरेर मैले चाहिँ यसलाई यस्तो डो बनाएर यहाँ गर्छु, किनकि बेल्न एकदमै सानो हुन्छ है, त्यही कारणले। हात चाहिँ यस्तो छ, नजिक पनि मिहिनेत गरेको हात हो यो चाहिँ। म बेल्न गएको भइसकेपछि गाइस बेलेर अनि त्यस पछाडि चक्कुले यो साइडको काटिदिनु, किनकि यो साइडको मोटो भाग हुन्छ कि गाइस होइन, त्यसको यतिको यसरी अनि यसरी काटिदिनुहोस्। अनि चाहिँ अर्को टाइमको लागि राख्नुहोस् होइन। अब यस्तो भयो है, यस्तो जति सक्दो पातलो बेल्दा एकदम राम्रो हुन्छ। अब त्यस पछाडि यसलाई स्मल उसमा काट्नु ल, यसरी यसरी स्मल लेयरमा काटेर मेरो चाहिँ हल्का बङ्ग भयो, केही छैन। अनि त्यस पछाडि आफूलाई कस्तो साइज मनपर्छ कस्तो टाइपको निम्किन चाहिँ यसरी नै काट्छ है धेरै जस्तोले, मैले पनि यसरी नै काट्छु। भयो अनि यसरी निस्किन्छ एकदम मजाले। फेरि प्लेटमा राख्ने, किनकि मेरो क्यामेराम्यान नभएको कारणले म यसरी आफै कट गर्दै आफै राख्दैछु। अरू डो चाहिँ यता छ है, सुक्न चाहिँ नदिने है यसलाई चाहिँ है, यसरी ढक्कनले ढाकेर राखिदिनु गाइस। यहाँ तेल हालेर तेल तातिसकेको छ मेरो चाहिँ, हेर्न सक्नुहुन्छ। यतिको तेल तातिसकेपछि तपाईँले चाहिँ मजाले यसलाई चाहिँ हालिदिनु। अघि बनाइरहेको चाहिँ हामी यहाँ तेलमा हाल्छौँ है, यसरी हाल्नु। मेरो अर्को है, त्यसरी सुकाउनु। त्यो अलिक ब्राउन भइसकेपछि त्यहाँ चाहिँ सबै तातोमा हाल्नु है गाइस। त्यहाँ तातो भएपछि तेल पनि खराएर मात्रै हाल्नु, नत्र भए त फेरि ढेँडो हुन्छ, ढेँडो राम्रो हुँदैन। सक्नुहुन्छ। यतिको ब्राउन भएपछि चाहिँ यो भयो ल, क्रिप्सी भयो एकदम, क्रुम हुन्छ। अब चाहिँ यसले तारो है, हामीले थोरै गरेर हाल्नु ल, धेरै हाल्यो भने डल्लो पर्छ। यसरी तेल तर्काएर यहाँ राख्नु। मैले पहिल्यै बनाएको छु, यहाँ पनि बनाएको छु। यो मेरो 1 महिनाको खाजा हो गाइस। नमकिन रेडी भयो। राम्रो छैन त हेर्दाखेरि गाइस। ओ चियासँग कति मिठो हुन्छ, क्रिप्सी पातो रहेछ। तपाईँ पनि घरमा बनाएर स्टोर गरेर राख्नु सक्नुहुन्छ।